साथीहरू, बिछोड जीवनको यथार्थ हो, तर कहिले कहिले अप्राकृतिक बिछोडले मान्छेलाई जीवनभरको पीडा दिन्छ। यस्तै एउटा कविता सुनाउँछु, यसले तपाईँलाई केही ट्रिगर पनि गर्न सक्छ। कविताको शीर्षक छ हराएको तिमी र झन्डै हराएको म। झन्डै तिमी र म ज्ञानी भएका थियौँ, तर सबै ज्ञानी यहाँ हामी भएका छैनौँ। घटामा अटाएको घटाकाश जस्तो झन्डै तिमी र म यहाँ खराब भएका थियौँ, तर खराबहरू यहाँ हामी हुन सकेका छैनौँ। किचडमा फुलेको कमल जस्तो अचेल म हल्का हल्का मौन हुँदैछु। वरपरका हल्लाहरू गौण हुँदैछ, छिप्पिँदै गरेको रात जस्तो। झन्डै म सहरको भिड भएको थिएँ, तिमी हरायौ, सहर मेरो हुन सकेन। म कहिल्यै सहरको हुन सकिनँ, एउटा लावारिस लास जस्तो। हामी भएर बराल्लिँदा सहरका रित्ता सडक रित्तै हुन्थे। हाम्रो लागि एउटा शान्ति लिएर, केही कथा, केही शिक्षा दिएर, एउटा उत्कृष्ट कथा जस्तो। सडक अचेल सधैँ भरिएको हुन्छ। हरेक साँझ त्यो भरिएको सडक तिम्रो अभावले रित्तो हुन्छ, एउटा अशान्ति बोकेर, शान्ति हराएको सम्झौता जस्तो। अचेल तिम्रो अभावमा सडक मात्र होइन, सहर आफै रित्तो महसुस गर्छ, एउटा टुहुरो बालक जस्तो। यो सहरलाई, यो सडकलाई, त्यो भत्केको घरलाई, फुलमालामा सजिएको तिम्रो तस्विरलाई हरेक बिहान म सोध्ने गर्छु, प्रिय साथी, आखिर तिमी गयो कहाँ? उत्तर नभएको प्रश्न जस्तो, उत्तर नभएको प्रश्न यस्तो।